तपाईहरुलाई यस समय शिलङबाट स्वागत छ। अहिले बिहानीको 6 बजिरहेको छ अनि म तपाईहरुलाई बिहानीको 6 बजी यो ठाउँ कस्तो देखिन्छ भनेर देखाउन गइरहेको छु। यो जग्गाको नाउँ चाहिँ हो रिसा कलोनी। देख्न सक्नुहुन्छ यहाँनिर एउटा पार्किङ पनि छ अनि साथैमा यहाँनिर एउटा मेन गेट छ जो चाहिँ अहिले लक छ अनि यसलाई खोलिराखेको छु। रिसा कलोनी हाउस नम्बर 20 अनि यो चाहिँ हो रिसाको होमस्टे। शिलङको सुन्दरता चाहिँ साँच्चै नै मजाको रहेछ। अहिले बिहानीको 6 बजिरहेको छ अनि म तपाईहरुलाई यहाँको बाटोघाटो यसको वरिपरिको ठाउँहरू देखाउन गइरहेको छु। सुन्दर, स्वच्छ अनि सफा शिलङको आफ्नै चिनारी भन्न सकिन्छ। बिहानी 6 बजी मानौ अब मानिसहरू उठेको पनि हुँदैनन् धेरै जसो अनि अब काम गर्नेहरू जो साफसफाइ गर्ने कर्मचारीहरू उनीहरू पनि उठेको हुँदैनन्। तर यो बाटोको अवस्था हेर्नुहोस्, एउटा कहीँ फोहोर तपाईँ देख्न सक्नुहुन्न। अनि यो चाहिँ रेसिडेन्सियल एरिया हो। अब मानिसहरू बस्छन् यहाँनिर। घरको अगाडि ड्रेन बन्द गरिएको छ यसरी। यसले गर्दाखेरि कागज प्लास्टिकहरू के भयो भने पनि यो मुनि चाहिँ भित्र हतपत छिर्न पाउने छैन। अब म अझै तलसम्म गएर तपाईँलाई यसको अवस्था देखाउँछु। सुन्दर रुखपातहरू भएको घरहरू एकदमै सजिएको। यहाँको नालाहरू हेर्नुहोस्, कुनै पनि प्लास्टिकको टुक्रा कागजहरू देख्नै हुन्न। यतिको चाहिँ हुनु पर्यो क्या, यतिको साफसफाइ चाहिँ हुनु पर्यो। अब प्राकृतिक सुन्दरता छँदैछ अनि धेरै ठाउँहरू छ जो प्राकृतिक सुन्दर छन्, प्राकृतिक रूपमा सुन्दर छन्। तर यतिको मेन्टेन चाहिँ धेरैले गर्दैनन्। फुलहरू फुलिरहेको गेट यहाँनिर हेर्नुहोस्। अब अहिले मानिसहरू आएका छैनन् सफाइ गरेर, तर उनीहरूलाई घरबाट यसरी आफ्नो मैलाहरू यसरी राख्छन् झुन्डाएर। अनि त्यसपछि जब समयमा सफाइ कर्मचारी आउँछन् उनीहरूले लिएर जान्छ। त्यही सुन्दर यो वाइनहरू हेर्नुहोस् वालमा। अनि यो ठाउँलाई चाहिँ त्यसै स्कटल्यान्ड अफ द इस्ट चाहिँ भनिएको होइन रहेछ। एकदमै तपाईँले सुनिराख्नु भएको छ चरा चुरुङ्गीको चिरिबिरी बिहानै भर्खर घाम झुल्केको त्यो किरण त्यहाँ हेर्नुहोस्। यतिको सफा बाटोघाटो हेर्नुहोस्। यो अर्को बाटो, यहाँबाट फेरि अर्को एरिया जान सक्नुहुन्छ। यति सुन्दर र जुन चाहिँ जग्गा छ जहाँनिर चाहिँ यो भिडियो म बनाइरहेको छु, यो चाहिँ रिसा कलोनी। अनि यसलाई चाहिँ माल्की भ्यू पोइन्ट भनेर पनि भन्दो रहेछ। माल्की भनेको चाहिँ एउटा यहाँको एउटा हिल्स रहेछ अनि त्यो हो यो चाहिँ। अनि लु अहिलेसम्म म हिँडेको लगभग 5 मिनट भइसक्यो। एउटा मैले मैला देखेको छैन। अनि यसरी फुलहरू सुन्दर तरिकाले सजाएको है, कति मजाको ठाउँ। यो के हो यो मलाई थाहा भएन। एउटा ठुलो बिल्डिङ रहेछ यहाँनिर। अनि
आइज यहाँनिर एउटा आइज हेरौँ अब बिहानै अब मैले एकजना मान्छे नि भेटिनँ अब भेटेको भनेको यही हो यही पनि डराउँदैछ आइज हुन्छ हुन्छ आइज 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 अब यो ठाउँमा आउनको निम्ति चाहिँ तपाईँले शिलङ बजारबाट शिलङको मेन बजार पुलिस बजारबाट एउटा लोकल ट्याक्सी गर्नुभयो भने तपाईँहरूलाई 300 रुपिस लिन्छ अनि जो चाहिँ अब ट्याक्सीको रेटिङ मात्रै हेर्नुहुन्छ अलिकति बेसी नै हो डिस्टेन्स वाइज चाहिँ तर अब उनीहरूले तपाईँलाई आफ्नो होमस्टेसम्म पुऱ्याइदिन्छ अथवा तपाईँले त्यो गर्न चाहनुहुन्न भने सिम्पली ऱ्यापिडो बुक गर्न हुनसक्छ अनि ऱ्यापिडोमा कार बुक गरेर यो ठाउँमा तपाईँहरू आउन सक्नुहुन्छ तपाईँहरू शिलङ घुम्ने प्लान गरिराख्नु भएको छ भने चाहिँ यो ठाउँमा बस्न चाहिँ एकदमै अनिवार्य छ तपाईँहरूको लागि यति सुन्दर स्वच्छ कुनै किसिमको डिस्टर्बेन्सेस छैन अनि यो हेर्नुहोस् स्टिल यो प्लेसलाई हेर्नुहोस् अब केही क्षणमा यो ठाउँ यति साह्रो भिडभाड हुन्छ तर बेलुकी यतिकै सफा हुन्छ फेरि माने यो केवल गभर्मेन्टले गरेको एडमिनिस्ट्रेसनले काम गरेको मात्र होइन कि यहाँको मानिसहरू जो छन् उनीहरू नै सचेत छन् उनीहरूले नै आफ्नो ठाउँलाई माया गरेका छन् आफ्नो ठाउँलाई सफा गरेका छन् अब यो हो नि यस्तो हुनु पऱ्यो नि त यहाँ छ अब यहाँनिर हेर्नुहोस् यता अर्को बाटो छुट्टेको छ ओह्रालो यही बाटो तपाईँ गयो भने चाहिँ शिलङको जुन मेन बजार छ त्यहाँ पुगिन्छ म के साह्रो फ्रेन्डली रहेछ यो चाहिँ फेरि आइज आइज क्याउ ल नाइस 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 म हिँडेर निकै तल आइसकेँ त्यहाँ हाम्रो ठाउँबाट अनि अब चाहिँ फेरि फर्केर म यही बाटो उकालो जानुपर्छ है त ल एकदमै बिहानीको सुन्दरता तपाईँहरूलाई देखाइरहेको छु अनि यो बाटोको छेउछाउमा भएको यो धुपीको अग्लो अग्लो रुखहरू त अब छँदैछ सुन्दरता एड गर्नको निम्ति अहिले चिसो हावा चलिरहेको छ बिहानीको 6 बजी यो शिलङको माल्की भ्यू पोइन्टमा अवस्थित रिसा कलोनीको यो चाहिँ दृश्यहरू हो तपाईँहरूलाई कस्तो लाग्यो त भिडियो यो ठाउँ साँच्चै सुन्दर छ सुन्दर हाम्रो आफ्नो ठाउँ पनि छ दार्जिलिङ तर आफ्नो ठाउँलाई माया गरेर सफा गरेर स्वच्छ राख्नको लागि चाहिँ के कुरा सिक्न पर्ने रहेछ शिलङबाट भन्ने मलाई अनुभव भयो यति साह्रो यहाँको मानिसहरूले आफ्नो ठाउँलाई माया गरेका छन् उनीहरूले एउटा मैला पनि गर्दैनन् एउटा मैला पनि देख्न पाउँदैन हामीलाई थाहै छ एसियाकै सबैभन्दा क्लिनेस्ट भिलेज अब मेघालयमै छ तर शिलङ पनि जो चाहिँ क्यापिटल सिटी हो कमी चाहिँ छैन जब हाम्रो दार्जिलिङको अवस्था देख्छौँ त्यो अवस्था देख्दाखेरि त मन दुखेर आउँछ हामीसँग यहाँनिर 3 जना प्रोफेसर्सहरू पनि छ मलाई होमस्टेमै हामीसँगै अर्को रुममा उनीहरू बसेका छन् यही वर्ष जुलाई महिनामा जुलाईमा दार्जिलिङ गएका थिए अरे अनि उनीहरूले भन्दै थियो कि दार्जिलिङ चाहिँ एकदमै
बिग्रेर गएछ ट्राफिक एकदमै खत्तम मैला एकदमै त्यसको साथसाथमा ड्राइभर्सहरूको जुन किसिमको सर्भिस उनीहरूले एक्सपेक्ट गरेका थिए पहिला जस्तो खालको थियो त्यो सबै रहेन रहेछ दार्जिलिङ अब घुम्ने खालको ठाउँै छैन भनेर चाहिँ भनिरहेको थियो नो भन्न पनि सकिएन किनभने अवस्था नै त्यस्तै छ विचार गर्नुहोस् हामी विचार गरौँ आफ्नो ठाउँलाई माया गर्नुपर्छ सफा राख्नुपर्छ मान्छेहरूबाट राम्रो कुराहरू सुन्नु मजा आउँछ आफ्नो ठाउँको बारेमा है विशेष यसरी बाहिर जाँदा भेट्दाखेरि चाहिँ ल भिडियो मन पर्यो भने हेर्नुहोस् सेयर गर्नुहोस् केही सिक्ने कोसिस पनि यहाँबाट गरौँ धन्यवाद